नेपालको इतिहास धेरै गहिरो र रोचक छ। यहाँ छोटो रूपमा केही महत्त्वपूर्ण घटनाहरू र तथ्यहरू प्रस्तुत गर्दैछु। नमस्कार, आउनुहोस् नेपालको इतिहासबारे छोटकरीमा जानौँ। नेपालको इतिहास प्राचीन कालदेखि सुरु हुन्छ। किराँत काल लगभग 800 ईसा पूर्वदेखि 300 ईस्वीसम्म किराँतहरूले यहाँ शासन गरेका थिए। यिनीहरूले काठमाडौँ उपत्यकामा आफ्नो राज्य स्थापना गरेका थिए। त्यसपछि नेपालको इतिहासमा लिच्छवी वंशले राज्य शासन चलाएको हामी पाउँछौँ। 300 ईस्वीसम्मदेखि 879सम्म लिच्छवीहरूले नेपालमा विकास र संस्कृतिको उत्थान गरे। यो कालमा कला, साहित्य र धर्मको विकास भयो। त्यसपछि नेपालको इतिहासमा मल्ल राजाहरूले शासन गरेको नेपाली इतिहासले हामीलाई बताउँछ। 1200 ईस्वीसम्मदेखि 1769 ईस्वीसम्म मल्ल राजाहरूले नेपालमा धेरै साना राज्यहरू स्थापना गरे। यिनीहरूले काठमाडौँ, पाटन र भक्तपुरमा धेरै मन्दिर र दरबारहरू निर्माण गरे र यो कालमा नेपाली संस्कृति र कलाको धेरै विकास भएको नेपाली इतिहासले हामीलाई बताउँछ। त्यस पछाडि नेपालको इतिहासमा शाहवंशीहरूले शासन गरेको नेपाली इतिहासले हामीलाई छ्यार्लङ्गै बताउँछ। गोर्खा राज्यको एकीकरण 1769बाट सुरु भएको हामी थाहा पाउँछौँ। पृथ्वीनारायण शाहले गोर्खा राज्यबाट नेपालको एकीकरण गरे। उनले 1769 ईस्वीसम्ममा काठमाडौँ जितेर नेपाललाई एक राष्ट्रको रूपमा स्थापित गरे। त्यस पछाडि नेपालमा उदय हुन्छ निरङ्कुश राणा शासनको। ईस्वी सम्वत 1846देखि 1951सम्म जङ्गबहादुर राणाले सत्ता हात पारेर राणा शासन सुरु गरे। यो कालमा नेपालमा एकाधिकारवादी शासन थियो, तर देशले आधुनिकीकरणको केही प्रयासहरू पनि देख्यो। सन् 1951मा निरङ्कुश राणा शासनको अन्त्य भयो र नेपालमा प्रजातन्त्रको सुरुवात भयो। तर राजनीतिक अस्थिरताले गर्दा देशमा लामो समयसम्म शान्ति कायम रहेन। राजदरबार हत्याकाण्डको 7 वर्षपछि सन् 2008मा राजतन्त्रको अन्त्य भयो। राजतन्त्रको अन्त्य भएसँगै शाहवंशी राजाहरूको शासनकाल पनि समाप्त भयो र गणतन्त्रको स्थापना भयो। यसपछि नेपाल एक सङ्घीय लोकतान्त्रिक गणतन्त्र बन्यो। तसर्थ नेपाल हिन्दू र बौद्ध धर्मको मिश्रित संस्कृतिको घर हो। यहाँको संस्कृति, परम्परा र चाडपर्वहरूले नेपाललाई विशेष बनाउँछ। नेपालको इतिहास धेरै विस्तृत छ र यसले विभिन्न कालखण्डमा विविध संस्कृतिहरू, शासकहरू र घटनाहरू समेट्छ। यो छोटो अवलोकनले नेपालको इतिहासको केही महत्त्वपूर्ण पक्षहरू मात्रै उजागर गर्छ। सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालले 602 जना राजा रजौटाहरू दिए। जुन राजा रजौटाहरूले नेपालमा उत्पात मचाए, भ्रष्टाचार चरम सीमामा पुर्याए, जनताहरूलाई त्राहिमाम पारे, अराजकता चारैतिर फैलियो र गुण्डाराज, गुण्डागर्दी, हत्या, बलात्कार जस्ता घटनाहरू आम भए। नेपालमा न्याय रहेन। सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका राजा रजौटाहरूले जडैबाट उखेलेर फालेको, अब सक्यो, अब फर्किनेर भनेको एउटा नाम ज्ञानेन्द्र शाह सुनेर मुटुमा ढ्याङ्ग्रो ढ्याङ ढ्याङ बजिरहेको छ। त्यसैले हामी पनि भविष्यको एउटा इतिहास नै हौँ। हाम्रो एउटा निर्णयले नेपालको मुहार फेर्न सक्छ। त्यसैले हामीले एक असल व्यक्तिलाई समर्थन गरौँ जसले नेपालको अखण्डता, सम्प्रभुता र हामी नेपालीहरूको स्वाभिमानलाई अन्तर्राष्ट्रिय जगतमा झुक्न नदियोस् र राष्ट्रलाई समृद्ध बनाओस्। तपाईँ सबैको जय होस्। हस् त, धन्यवाद। तपाईँलाई कस्तो लाग्यो नेपालको छुटकरी इतिहास? अब हाम्रो च्यानलको भविष्य पनि तपाईँहरूकै हातमा छ। त्यसैले कमेन्ट बक्समा जानुहोस्, कमेन्ट गर्नुहोस्, हामीलाई सुझाव दिनुहोस् अनि बेल आइकनलाई ट्याङ्ग घन्टा बजाएर सब्सक्राइब पनि हानिदिनुहोस्। फेरि भेटौँला। नमरे बाँचे दैवले साँचे। फेरि भेटौँला अर्को एपिसोडमा।